नमस्कार साथीहरू, मेरो युट्युब च्यानलमा हजुरहरूलाई हार्दिक नमन गर्दछु। साथीहरू, मैले यो युट्युब च्यानल खोलेको धेरै भएको छैन। म सानो युजर हो। आशा छ कि मेरो यो युट्युब च्यानल भोलि गएर सबैको निम्ति हेर्न लायक र राम्रो हुन्छ भन्ने मम्मी म खेलाइरहेको छु। त्यो बाहिरको दिदीले ल्याएको यो चाहिँ गाउँबाट ल्याइदिनु भएको खसीको मुन्टा हो। अर्ग्यानिक हो के, अर्ग्यानिक हो। हाम्रो घर धादिङ हो नि त, धादिङबाट ल्याउनु भएको यो खसी मुन्टा बिना औषधि युज गरेको, त्यसैले टेस्टी पनि हुन्छ र भिटामिन पनि हुन्छ। साथीहरू, फर्सी मुन्टा हजुरहरूले कसरी केलाउनुहुन्छ त्यो म थाहा छैन, तर हामी चाहिँ यसरी नचिरिकन पिस पिस यसको यो हात पनि फाल्दैन, निकाल्ने यो हात पनि खायो भने कुनै कारणवश लडिहाल्यो भने समान ठाउँ पाइन्छ भन्ने विश्वास छ। होइन त मम्मी? हो है भनेर चाहिँ यो खासमा यो खाने चिज त होइन, तर खान हुन्छ भनेको भएर हालिरहेको छु साथीहरू। सिजनल भएको भएर आजभोलिको तरकारी के हुन्छ त साथीहरू? यस्तै त्यो भने फर्सी मुन्टा, घिरौँला, हरियो फर्सी, अनि अब करेला, काँक्रो, चिचिन्डा, लौका, यही त हो नि सिजनल तरकारीहरू। फर्सी मुन्टा केलाको नि के भिडियो हाल्यो भनेर भन्नु होला साथीहरू, तर यो पनि एउटा कन्टेन्ट हो के, भिडियो त होइन तर कन्टेन्ट, विषयवस्तु। सधैँ एउटै भिडियो के हालिरहन्छ भनेर, भिडियो भनेको त फरक फरक किसिमको हेर्दाखेरि अलि मान्छेलाई हेरौँ हुने जस्तो खालको हुनुपर्छ नि त, होइन? त्यही भएर मैले फर्सी मुन्टा केलाको मात्रै भिडियो हालेँ भने हजुरलाई दिक्क लाग्न सक्छ नि त, हेर्नुहुन्न नि त मेरो भिडियो। आज फर्सी मुन्टा केलाको हाल्छु, भोलि नाचेको हाल्छु, पर्सि गीत गाएको हाल्छु, नेकुसी कतै घुम्नु गएको हाल्छु। फरक फरक यो पछाडि दाल पकाएको छु, दालको सिटी लागेर अनि मेरो एउटा कुरा नि, फर्सी मुन्टा चाहिँ अहिले टिप्यो, अहिले नै खाने हो भने मात्रै खान लायकको हुन्छ साथीहरू।
यसलाई तपाईँहरूले अहिले टिप्यो भरे खान्छु भोलि नै खान्छु भनेर राख्नुभयो भने चाहिँ यो आफै अटोमेटिकल्ली छिप्पिन्छ अनि साह्रो हुन्छ, पाक्दैन। झन् फ्रिजमा त राख्दै नराख्नुहोस्। सकिन्छ भने तुरुन्त बारीबाट अथवा करेसा बारीबाट टिपेर ल्याएर तुरुन्त पकाएर खानुहोस्। सकिन्न भने टिपेर ल्याएर राख्ने काम चाहिँ नगर्नु होला भन्ने मेरो अनुरोध छ है त। हिजो मेरो दाइले धादिङबाट ल्याउनु भएको, अब हिजो बेलुका खाइसकेन। अब फ्रिजमा राखेको थिएँ, बिग्रेर साह्रो भइसक्यो। भाँच्दैन त भाँच्दैन किन भन्दाखेरि गाह्रो छ। यस्तो हुन्छ। सरा फाल्नुपर्छ। सरा फाल्नुपर्छ नि भित्र यो मुन्टाको सानो टुसुक्क भए पनि फाल्नुपर्छ। कतिले फाल्दैन तर म चाहिँ फाल्छु नि। खानेकुरा भनेको सफा हुनुपर्छ नि होइन साथीहरू। खानाकै लागि त दुःख गरेको। ओइलेर यस्तो हालत छ, देख्न सक्नुहुन्छ। खसी मुन्टा बासी हो नि त, त्यही भएर यस्तो ओइलेको चाम्रो ठिक छैन। हिजोले भए त पटक भाँचिन्थ्यो, बासी भयो नि त, त्यही भएर भाँचिँदैन साथीहरू। बासी भएपछि अटोमेटिकल्ली छिप्पिन्छ। त्यसैले मैले अघि नै भनिसकेँ यहाँहरूलाई, खसी मुन्टा चाहिँ उत्तिनखेरि करेसा बारीबाट टिपेर ल्याएर पकाउनु मात्रै, पकाएर खाँदाखेरि मात्रै राम्रो हुन्छ। अहिले टिपेर भरे खान्छु भोलि नै खान्छु, फ्रिजमा राखिहाल्छु नि ताजा त भइरहन्छ भन्नेतिर चाहिँ नलाग्नु होला। छिप्पिएर यस्तो हुन्छ, काम छैन। पाक्नु पनि पाक्दैन, केलाउनु पनि गाह्रो हुन्छ, भिटामिन पनि जान्छ। लौ त साथीहरू, खसी मुन्टा केलाउने काम पनि सकियो है। अब मनपर्छ भने मेरो भिडियो यो बाहेक अन्य भिडियोहरू पनि छ मेरो च्यानलमा, हेरिदिनु होला। मन पर्दैन भने हजुरहरूलाई कर पनि लाउँदिनँ म। थ्याङ्क यू।